हेलो गाइज, अहिले चाहिँ हामी कहाँ आइपुग्यो भन्दा गुर्जे भन्ज्याङ। यो चाहिँ गुर्जे भन्ज्याङ भन्छ यो ठाउँलाई चाहिँ होइन। यो ठाउँ चाहिँ अहिले यस्तो छ, आजको मौसम अनुसार चाहिँ यो ठाउँ यस्तो देखिरहेको छ होइन। ल हेरौँ है त, यो ठाउँमा चाहिँ आज यस्तो छ मौसम। पानी परेको थियो बिहानसम्म, अहिले पानी पनि क्लियर भइसक्यो। यो दिदीहरू फोटो खिच्नलाई एकदम उत्साहित हुँदै यहाँ फोटो खिच्दै हुनुहुन्छ। सो यही होला गुर्जे भन्ज्याङ हो। यहाँबाट चाहिँ गुर्जे झरना पनि जान्छ। गुर्जे झरना मननजी ठाउँमा गुर्जे झरना उनीका एकदम बाला ठाउँ वनी उठा टुटी होगा फोटो ल कपिलास जाने क्रममा चाहिँ बाटैभरि यसरी झरनाको मनमोहक दृश्य हेर्दै जान पाइन्छ है त गाइज। ल हेर्नुहोस् यहाँ, ल कस्तो दामी। ल झरना धेरै देखिन्छ नुवाकोट जाने क्रममा चाहिँ। ल हेरौँ है त, सही हो। रेनकोट लगाएर आउँदा डेन्जर छ नि। यो चाहिँ गुरुङ गाउँ हो यहाँनिर चाहिँ होइन। गुरुङ गाउँ यो चाहिँ। ल गुरुङ गाउँ, तामाङ गाउँ, राई गाउँ, थापा गाउँ, बाहुन गाउँ, ए सबै छ है यहाँ शिवमङ्गल। अच्छा हमको सिखा दिया है। अच्छा होइन होला के हो तले चाहिँ ओका भरि सबले चाहिँ यो घटनालाई मारे पछि त किन मोबाइल फसा भयो हुन्जी पनि याक्न थियो। आधी घन्टा म 1 घन्टा लाग्छ। आधी घन्टा कामले 1 घन्टा लाग्छ। अनि त्यो गाडी नकाटो। ठिक हो मलाई भन। ए रामसित आऊ है टर्निङमा के गरेर ओभरटेक गरे। बाइकतिर भोलि त छिसा छिना बाइक मोटरसाइकल ल्यायो ए नपाउनु एकदम रिस्की। मोटरसाइकल ए नपाउनु रिस्की। 2-5 मास्टर चाहिँ मोटरसाइकल चलाउने भए चाहिँ चिन्ता जोड्न दिएको थियो सेन्दाले। उसुले छेकिरहेको ठाउँमा चाहिँ पुग्नु पर्ने हुन्छ हामी अझै पनि। हामी देखाएको थियो पनि यहाँ वस्तु वावलले नि वस्तु चोरा दिन्छ ले घ्यागिने सुबितन बेक्नाले ले टुकी नागै ले इन्डा दे मोना आलु कोला परेर कोला पाइना ल ल ल ल ल ल ल ल अहिले चाहिँ हामी 2टा बस यता कपिलास आइपुगिसक्यौँ। कपिलास यहाँ आइपुगिसक्यौँ। यहाँबाट चाहिँ अब हिँड्दै जाउँ हामी। हजुर ल यहाँबाट हिँड्नुपर्छ अब आधी घन्टा जति बिस्तारै। मेसी कि रोनाल्डो तिमी? मेसी हो तिमी नि? तिमी के होइन तिमी भनेपछि त्यो ब्राजिलको ऊ हो क्या त्यो काले के अरे अहिले 2टा बस चाहिँ हामी आइसक्यौँ कपिलेश्वर महादेव। यहाँबाट आधी घन्टा जति हिँड्दैछौँ यहाँबाट हो र। धेरै टाढा छ है अझै। ल हिँड्नेछ मैले अझै। ल बिस्तारै आउनु है तपाईँहरू सबैजना।
नपुगिन्जेल मात्र हो, त्यहाँ पुगेपछि धेरै हिँड्नु पर्दैन। आनन्द हुन्छ है। हजुर नपुगिन्जेलसम्म मात्रै हो कि धेरै पुगेपछि त हिँड्नै पर्दैन त्यहाँ। के कस्तो हजुरबाले सिकायो हो। खै कसले सिकायो हो, त्यो तपाईँहरूलाई नै थाहा होला। डब स्टेप ठाकुल कि छु अङ्कल, ठाकुल कि छु जाँदैछन्। पैदल यात्रा गर्न जो सजिलै छ अहिले। रेलिङहरू छ समातेर जानलाई। ल आज चाहिँ 2083 साल साउन महिनाको 25 गते चाहिँ हामी कपिलेश्वर महादेव आइपुग्यौँ। पानी परेको थियो बिहान भने, पानीले पनि साथ दियो यहाँ मन्दिरसम्म आइपुग्दाखेरि। अहिले पानी पनि परेको छ नि, मौसम पनि आनन्दको छ। अब यहाँ कपिलेश्वर महादेव मन्दिर दर्शन गरिसकेपछि हामी फेरि अझै लौके झरना पनि घुमेर जान्छौँ। लौके झरनामा पनि जान्छौँ। त्यसपछि चन्द्रेश्वरी माई पनि जान्छौँ टोखाको। र अहिले चाहिँ सबैजना हाम्रो दुईवटा गाडीमा 65 जनाको ग्रुप चाहिँ दर्शन गर्दै हुनुहुन्छ। सो अहिले यहाँ दर्शन गरिसकेपछि अनि चियापान गरेर जान्छौँ। छहरेमा गएर खाना खान्छौँ भने छहरेमा खाना खाइसकेपछि चाहिँ लौके झरना जान्छौँ। र लौके झरनापछि घुमेर त्यहाँबाट फर्केर चाहिँ जान्छौँ टोखाको चन्द्रेश्वरी माई। अब यहाँ दर्शन गरिसकेपछि माता दर्शन गर्न जान्छौँ। बाई बाई। नासादेले गीत सिकाएको के भनेको समाउँदैछ है। त्यो गीत सिकाएको चाहिँ घोडा 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 के कपिलेश्वर महादेव दर्शनपछि चाहिँ यहाँबाट चाहिँ यो जाने बाटो चाहिँ यहाँबाट देख्न सकिन्छ। भ्यू पनि दामी छ, भ्यू दामी छ। क्यामेरा चाहिँ अब यस्तै छ होइन। यहाँबाट हेर्न सकिन्छ, दामी छ भ्यू। बादलले छाएको छ मुनिको भ्यू चाहिँ पुरै यतातिर अलिअलि देखिन्छ। ल त्यही हो। ल फाइनली यही नै हो कपिलासमा, कपिलास स्थित नाट्येश्वर मन्दिर दर्शन गरौँ है सबैजनाले। लौके झर्ना ख गन लौका जुइले झर्ना यो नास्याङ्गा बिहा। त्यही हो फाइनली गाइज। अब 65 जनाको ग्रुप चाहिँ नुवाकोट स्थित कपिलासमा रहेको कपिलेश्वर महादेव चाहिँ हामी आरामले नै आइपुग्यौँ। पानी परेको थियो बिहान एकछिन, तर आरामले नै आइपुग्यौँ। साथसाथै कपिलेश्वर महादेव साथसाथै अनि नाट्येश्वर मन्दिर पनि दर्शन गऱ्यौँ। र नाट्येश्वर मन्दिर चाहिँ विशेष गरी नेवार समुदायमा नृत्य, सङ्गीत, नाटक र कलाका संरक्षक देवताको रूपमा पनि चिनिन्छ, जहाँ हामीले सबैजनाले चाहिँ आरामले दर्शन गरेर चाहिँ आयौँ यहाँबाट। सकिसकेपछि यहाँ चियापान हुँदैछ है हाम्रो गाइड। चियापान हुँदैछ। समीर भाइ चियामा चिनी कति छ? गुलियो भयो, चिनी छ गुलियो नभए
दामी इन्द्रधनुष है गाइस। यही हो इन्द्रधनुष भनेको चाहिँ 7वटा कलर हुन्छ भन्छ होइन। यही हो इन्द्रधनुष भनेको। ल खतना खण्ड होला आँदैन खण्डे आउनु छ। ल अब जति हेरे पनि जति खेले पनि रमाइलो त रमाइलो भइरहने ठाउँ नै हो। सो अब लाग्छौँ यो झरनालाई बाई बाई गरेर हामी अर्को शनिबार कमिङ स्याटरडे फेरि आउँदैछौँ हामी। अपकमिङ स्टे ट्युन। अर्को स्याटरडे आउँदैछौँ हामी। अब फेरि अर्को स्याटरडे आउँला। अब नारायण थान पनि हो। आज यात्राको लास्ट डे भनेर पनि घर जाने टाइममा चाहिँ खाजा खाएर चाहिँ यसरी म्युजिकल चेयर खेल्दैछौँ है त हामी चाहिँ गाइज। यो गेम को खेल्नु भयो ल है गाइजहरू कमेन्ट गर्नुहोस्। ल स्टार्ट स्टार्ट। ल ल पटिमान अङ्कल के छ विचार? जित्ने विचार छ कि छैन? अब एउटा मात्र गर्ने फोटो। ल स्टार्ट। आउट भयो अब। स्टार्ट। यतातिरै आउँछ क्या हो। दुईजनामा नगर्ने होला नि। फर्स्ट र सेकेन्ड। अब सेकेन्ड गर्नु। फर्स्ट र सेकेन्ड के अब फर्स्ट को हो भन्ने थाहा हुनु पऱ्यो नि। बिस्तारै बिस्तारै है। बिस्तारै दिदी बिस्तारै। को जित्नु भयो? को मम्मी जित्नु भयो। ल विनर है विनर म्याग्लुङ झरनाको चाहिँ फर्स्ट फ्री टिकट पर्नु भयो है। अब
तपाईँले 1 नम्बर सिट पायो भने उहाँले 2 नम्बर सिट पायो है भाद्र 5 बजे है र यात्राको अन्तिम समयमा चाहिँ हामीले आज पशुपतिनाथ पनि दर्शन गऱ्यौँ। जय पशुपतिनाथ, हर हर महादेव।